के अरे शीर्षकमा लेख्नु भएको थियो, उहाँ हुनुहुन्छ छैन। एकछिन म सानो यताबाट आयो एउटा सूचना मैले भने अब के अरे कोही साथीहरू जाने होला कि हाम्रो निबन्ध सङ्ग्रहको पुस्तक लिन सक्नुहुन्छ। यसलाई आज एकदमै डिस्काउन्ट प्राइसमा 500 रुपिसमा हामीले बेचिरहेको छौँ। यदि निबन्धको लिनुहुन्छ भने मलाई आर्यघाट लगेर नजलाउने तपाईँले उपहारको रूपमा लिन सक्नुहुन्छ र छुट्टै निबन्ध नलिएर मलाई आर्यघाट मात्रै लिन चाहनुहुन्छ भने ओन्ली 100 रुपिस है त भन्दै अब म कुमुद श्रेष्ठ सरलाई बोलाउँछु। उहाँको निबन्धको शीर्षक थियो अब बागमती फेरि हाँस्छ, आउनु भएको छैन। त्यसै गरेर कुञ्जदेवी उपाध्याय एकदमै लङ वे फ्रम आसामबाट आउनु भएको छ म्याडम। उहाँको शीर्षक थियो प्रदूषण वर्तमान र भविष्य। प्रदूषण वर्तमान र भविष्य। त्यसपछि जेएन दाहाल उहाँ पनि हुनुहुन्न, उहाँ अमेरिकाको बस्ने साथी हो। कुञ्जदेवी उपाध्याय कुञ्जदेवी उपाध्याय म्याडमलाई अल द वे फ्रम आसाम, उहाँलाई एकदमै ह्युज कङ्ग्रेचुलेसन। अनि आसामबाट 10वटा हामीलाई निबन्ध प्राप्त भएको थियो, त्यसमा चाहिँ 3वटा निबन्ध 30-32मा पढ्न सफल भएको छ। म्याडमलाई धेरै धेरै धन्यवाद। अब अर्को